के छ भन्दाखेरि निजामती सेवाको विकासक्रम चाहिँ कसरी भयो भन्ने क्वेसन छ हैन। बेलायतमा 1854 देखि स्थायी निजामती सेवाको सुरुवात भएको पाइन्छ। तर प्राचीन चीनको हान वंशमा चाहिँ ईपू 2006 देखि 2020 सम्म प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी नियुक्ति गरिन्थ्यो। प्राचीन चीनमा इम्पेरर वेन अफ सुई आर 581 देखि 604 मा प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी नियुक्ति सुरु गरिएका बेलायतलाई निजामती सेवाको जननीका रूपमा समेत मानिन्छ। हाल संसारका सबैजसो देशमा निजामती सेवाको प्रचलन रहेको पाइन्छ। नेपालमा निजामती सेवाको विकासक्रम राणा शासनको पूर्वको समयमा राजालाई सहयोग गरी विश्वास जित्ने 6वटा थर छन्। पाण्डे, पन्त, आर्याल, खनाल, राणा, बोहराको समूहलाई निजामती सेवाको प्रथम रूपमा लिने गरिन्छ। राणा कालमा 6 थरले बदलामा कुँवर बस्ने थापाको उदय भएको पाइन्छ। विक्रम सम्वत 2008 सालमा कर्मचारी नियुक्ति 2013 सालदेखि नेपालमा निजामती सेवाको सुरुवात भएको। विक्रम सम्वत 2049 सालमा निजामती सेवा ऐन 2049 व्यवस्था गरिएको। विक्रम सम्वत 2050 सालमा निजामती सेवा नियमावली 2050 व्यवस्था गरिएको। हाल नेपालको संविधानमा निजामती सेवा वा पद सम्बन्ध स्पष्ट परिभाषित। विक्रम सम्वत 2008 सालमा चाहिँ नियुक्तिका लागि लोकसेवा आयोगको स्थापना। 2013 सालदेखि नेपालमा निजामती सेवाको सुरुवात। 2049 सालमा निजामती सेवा ऐन 2049 व्यवस्था। विक्रम सम्वत 2050 सालमा निजामती सेवा नियमावली 2050 व्यवस्था। हाल नेपालको संविधानमा निजामती सेवा वा पद सम्बन्ध स्पष्ट परिभाषा।